Very good afternoon, ladies and gentlemen. It's a pleasure and honor to represent Sain Resunga Development Bank Limited and our CEO Prakash Paudel in this event. As a leading responsible bank, we are very happy to support this initiative, one of its kind in Nepal. And I would like to welcome all of our panelists today for the panel discussion on the topic Promoting Education and Financial Literacy through CSR, Best Practices in Nepal. We have some of the brightest minds in the industry, so we will try to explore some of the questions while we seek for best practices. How can we ensure every child and adult has access to education no matter their background? How can businesses drive financial literacy and uplift communities through corporate social responsibility? And with the limited resources we have, how can we build partnerships to bring change that is lasting and uplifts the entire generations? So these are some of the questions we will explore in this panel discussion. Without the further ado, I think I would like to start with the Pawan sir. मैले पवन सरबाट सुरु गर्न चाहे र पवन सरलाई मेरो पहिलो प्रश्न पवन सर आजको डिस्कसनलाई हामी एकदमै ग्राउन्ड लेभलबाट चाहिँ स्टार्ट गर्न चाहन्छौँ तसर्थ मैले हजुरलाई यी तीनटा शब्दहरू फाइनान्शियल लिटरेसी एडुकेसन र कर्पोरेट सोशल रेस्पोन्सिबिलिटी यो शब्दहरूको मिनिङ र यसको इन्टर रिलेसन बीचमा चाहिँ यसमा थोरै प्रकाश पारिदिनु हुन मैले अनुरोध गरे सर प्लिज धन्यवाद प्रवासी एकदमै राम्रो क्वेसन छ वास्तवमा यो फाइनान्स जुन कर्पोरेट सोशल रेस्पोन्सिबिलिटी अन्तर्गत हामीले अहिले फाइनान्शियल लिटरेसीको कुरा गरिरहेका छौँ यसमा कर्पोरेट सोशल रेस्पोन्सिबिलिटी अन्तर्गत फाइनान्शियल लिटरेसीको कुरा गर्दाखेरि सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भन्दा यो फाइनान्शियल लिटरेसीमा हामीले सुन्ने गरेका छौँ नि विशेष गरी यो ब्याङ्क तथा वित्तीय संस्थाहरूले चाहिँ फाइनान्शियल लिटरेसीको बढी प्रोग्राम गरेको जस्तो देखिन्छ हैन अवश्य पनि त्यसलाई किन फोकस गरिएको छ भन्दाखेरि चाहिँ ब्याङ्क तथा वित्तीय संस्थाहरू चाहिँ अलि पैसासँग मोबिलाइजेसन गर्नको लागि चाहिँ लाइसेन्स होल्डरहरू हुन् भनेपछि त्यहाँबाटै हामीले के बुझ्नुपर्छ त भन्दाखेरि यसको बेसिक एकदमै कोर एलिमेन्ट कुरा के हो भन्दाखेरि चाहिँ जुन पैसा छ नि त्यो पैसाको बारेमा बुझ्ने हो र पैसाको खेलले जसले बुझ्न सक्छ नि त्यही व्यक्ति चाहिँ फाइनान्शियली लिटरेट हुनसक्छ अब त्यो पैसा भनेको के हो त पैसा कहाँ पैसाको भ्यालु के छ पैसाको सिर्जना कसरी हुन्छ पैसाको उपयोग कसरी गर्न सकिन्छ भन्ने कुराहरूसँग सम्बन्धित विषयहरू चाहिँ यो फाइनान्शियल लिटरेसीसँग सम्बन्धित छ यसका फाइनान्शियल लिटरेसी त्यो भन्नासाथ कसरी सुरु हुन्छ त हामीलाई चाहिँ हरेक जीवनमा हामीले हेरौँ न हामीलाई चाहिने हरेक जीवनमा हाम्रो चाहिँ लाइफमा चाहिँ हामीले जन्मेदेखि हाम्रो प्रत्येक पलमा चाहिँ हाम्रो आवश्यकताहरू हुन्छन् ती हामीले निड्स भन्छौँ हामीले वान्ट्स भन्छौँ जुन हामीले सेभिङ्स भन्छौँ इन्भेस्टमेन्ट भन्छौँ ती सबैको लागि पैसाको आवश्यकता पर्छ र ती सम्पूर्ण फ्याक्टरहरूको लागि चाहिँ पैसाको आवश्यकता हुने भएको हुनाले त्यसलाई कसरी पैसा मार्फत चाहिँ आफ्नो लाइफलाई इजी बनाउने आफ्नो वेलबिङ बनाउने भन्ने नलेज प्राप्त गर्ने कुरा चाहिँ फाइनान्शियल लिटरेसीसँग सम्बन्धित छ अब हामी हेरौँ हाम्रो जीवनमा हामीले बेसिक निड्सहरूको कुराहरू चाहिँ हामीले चाहिँ निड्स भनेर भन्छौँ हामीले खानेकुरा होस् चाहे चाहिँ लगाउने कुरा होस् चाहे हिँड्ने कुरा होस् के अरे ट्राभल गर्ने कुरा होस् प्रत्येक कुरामा कहाँनिर हुन्छ मनीको आवश्यकता हुन्छ भनेपछि त्यो मनी कसरी आउँछ त कहाँबाट कुन स्रोतबाट आउँछ त हैन त्यो चाहिँ हामीले चाहिँ जब गरेर लिएर आउने हो कि स्टार्टअप बिजनेस गरेर लिएर आउने हो कि इन्भेस्टमेन्ट गरेर लिएर आउने हो कि त्यो कुराको उसले चाहिँ जबसम्म नलेज ज्ञान प्राप्त गर्छ त्यसपछि त्यो व्यक्ति चाहिँ फाइनान्शियली लिटरेट भनेर भनिन्छ यसको फाइनान्शियल लिटरेटको लागि त्यसपछि त्यहाँ खेलाडीहरू हुन्छन् हेर्नु खेलाडीहरू भनेको को हुनुहुन्छ त खेलाडीहरू भनेको चाहिँ त्यहाँ फाइनान्शियल इन्स्टिट्युसनहरू हुन्छन् नन फाइनान्शियल इन्स्टिट्युसनहरू जस्तै पनि हुन्छन् त्यसपछि स्कुलहरू हुन्छन् त्यहाँ बनाउने पोलिसी बनाउने ल मेकरहरू हुन्छन् भनेपछि ती सम्पूर्ण कुराहरूको चाहिँ बारेमा त्यसले चाहिँ जान्नु पर्यो चाहिँ आफ्नो लाइफ चाहिँ मनी क्रिएसन गर्नको लागि ती सम्पूर्ण कुराहरूलाई उसले अध्ययन गरेर आफ्नो लाइफमा उतार्न सक्ने क्षमता भएको व्यक्ति मात्रै फाइनान्शियल लिटरेट हुन्छ उहाँले मलाई थप के कुरा राख्न चाहनुभयो भन्दाखेरि तीनवटा कुराहरूको बिचमा भन्नुभएको छ फाइनान्शियल नलेज अब डाइमेन्सको हिसाबले हामीले चाहिँ वर्ल्ड वाइड हेर्ने हो भने चाहिँ त्यो युएनडिपीले बनाएको चाहिँ त्यो र हाम्रो राष्ट्र ब्याङ्कले बनाएको फ्रेमवर्कमा चाहिँ चारवटा चाहिँ डाइमेन्सन भनेर भनिएको छ फाइनान्शियल त्यो नलेज हुनुपर्छ फाइनान्शियल नलेज दोस्रो उसको चाहिँ फाइनान्शियल स्किल हुनुपर्छ तेस्रो फाइनान्शियल एटिच्युड हुनुपर्छ र चौथो फाइनान्शियल बिहेभियर भनेर भनिन्छ तर मैले यसलाई सजिलोको लागि कसरी चाहिँ आफूले भन्ने गरेको छ भन्दा फोरममा चाहिँ सबैभन्दा महत्त्वपूर्ण एउटा पार्ट हो भनेको चाहिँ फाइनान्शियल नलेज हुन्छ र दोस्रो पार्ट भनेको फाइनान्शियल एक्सन हुन्छ
हैन। त्यसलाई चाहिँ अझै डिभिजन गर्न पनि सकिन्छ। फाइनान्शियल नलेज भनेको त्यति मात्र हो जसलाई सैद्धान्तिक ज्ञान हुन्छ। एउटा सानो बच्चाले पनि हैन, सानो बच्चाले पनि त्यो पैसाको महत्त्व चाहिँ बुझ्नुपर्छ र पैसाको एउटा 5 वर्षको 6 वर्षको बच्चाले चाहिँ उसले फाइनान्शियल नलेजको बारेमा हामीले भन्नुपर्दाखेरि त्यो पैसाले उसले खेलाउने गुडिया त्यहाँबाट उसले प्राप्त गर्न सक्छ। उसले खाने चाहिँ लिटो होस्, जाउलो होस्, मामु होस्, चक्लेट होस्, त्यो पैसाले ल्याउँछ। त्यसकारण त्यो पैसाको भ्यालु छ भन्ने कुरा उसले बुझ्यो भने त्यो चाहिँ फाइनान्शियली त्यो लेभलको लागि चाहिँ फाइनान्शियल नलेज उसँग छ भन्ने बुझिन्छ। जब युवा चाहिँ आफ्नो युवा स्तरमा पुग्छ उसको लागि फाइनान्शियल नलेजको त्योभन्दा अलिकति माथिल्लो स्तरको अलिकति मिडियम स्तरको उसलाई चाहिँ नलेजको आवश्यकता पर्छ। त्यो भनेको उसले के गर्छ त भन्दा कहाँबाट चाहिँ पैसाको सिर्जना हुन सक्छ त हैन। पैसा भनेको चाहिँ पैसाको महत्त्व हामीले चाहिँ लिगल फ्रेमवर्कहरू बनाएको हुन्छ, इलिगल तरिकाबाट पैसा कमाउनु भएन भन्ने कुराको ज्ञान हुनु पर्यो। हाम्रो विभिन्न किसिमका सेक्टर हुन्छ, इन्भेस्टमेन्टका सेक्टर हुन्छ। त्यो इन्भेस्टमेन्ट गर्दाखेरि त्यहाँको रिस्कहरू के पाटाहरू छन् ती बारेमा उसले चाहिँ युवा अवस्था बुझ्नु पर्यो। र जब मान्छे अब लाइफमा भनौँ न कर्मयोगी लाइफमा जब प्रवेश गर्छ त्यो कर्मयोगी लाइफमा प्रवेश गर्दाखेरि उसले चाहिँ आफूले चाहिँ त्यसलाई जुन कुराहरू नलेजमा प्र्याक्टिसमा उतार्नु पर्ने हुन्छ ती कुराहरू चाहिँ फाइनान्शियल एक्सनसँग जोडिएको हुन्छ। त्यो कुराहरू फाइनान्शियल स्किल, बिहेभियर र एटिच्युडसँग जोडिएको हुन्छ। एटिच्युड भनेको त माइन्डसेटको कुरा हो नि, माइन्डसेट ऊ पोजिटिभ कुराहरू सबै कुराहरूलाई चाहिँ मैले पैसा आर्जन गर्नको लागि अहिले हाम्रो जुन सोसाइटीमा खेलाडीहरू छन् ती प्रोडक्टहरूको बारेमा नलेज प्राप्त गरेर चाहिँ त्यसलाई आफ्नो लाइफमा चाहिँ पैसाको चाहिँ मोबिलाइजेसन गर्न सक्ने क्षमता भएको व्यक्ति चाहिँ त्यो हुन्छ। मैले यो सम्पूर्ण कुराहरू के भनिरहेको छु भन्दाखेरि फाइनान्शियली लिटरेट हुनको लागि उसले त्यो प्रोडक्ट्सहरूको बारेमा पनि हैन आज कुन सेक्टरबाट मैले अर्न गर्न सक्छु र त्यो अर्न गर्ने चाहिँ विभिन्न किसिमका स्रोतहरू हुन सक्छन् हैन। आज मैले पैसा कमाएको चाहिँ जुन सेभिङ हुन्छ नि, सेभिङलाई आजको आवश्यकता पुरा गर्नुपर्छ, 1 महिनाको पछाडिको आवश्यकताको पुरा गर्नुपर्छ, 1 वर्ष पछाडि र रिटायरमेन्ट लाइफ पछिको आवश्यकता पनि पुरा गर्नुपर्ने हुन्छ। यदि मैले एक्टिभ लाइफमा त मेरो वान्ट्स एन्ड निड्सको बारेमा मात्रै हुन्छ, तर रिटायरमेन्ट लाइफ त मेरो 60 वर्षसम्म रिटायरमेन्ट होला, त्यसपछि त मेरो एक्टिभ लाइफ हुँदैन भनेपछि उसले मेरो 1 वर्ष 5 वर्ष र रिटायरमेन्टसम्मको लागि चाहिँ मैले त्यो सेभिङ जुन छ नि, सेभिङ गरेर इन्भेस्टमेन्ट कहाँ गर्ने त भन्ने कुराको चाहिँ नलेज उसले प्राप्त गरेर त्यसलाई चाहिँ एक्सनमा उसले चाहिँ लैजान सक्ने चाहिँ हैसियत उसमा हुनुपर्ने हुन्छ। त्यो चाहिँ भनेपछि सेभिङलाई गर्ने इन्भेस्टमेन्ट विभिन्न किसिमका अपर्च्युनिटिजहरू हुन्छन् सेभिङको सन्दर्भमा चाहिँ हैन। त्यसलाई चाहिँ ब्याङ्कमा चाहिँ एफडी गराउने हो कि रियल सेक्टरमा लगानी गर्ने हो कि त्यसपछि स्टक एक्सचेन्जमा लगानी गर्ने हो कि अथवा आफ्नो चाहिँ इन्डाउमेन्ट पोलिसी लिने हो कि लाइफ इन्डाउमेन्ट पोलिसी, विभिन्न किसिमका इन्भेस्टमेन्टमा कम्पेरिजन गर्न सक्ने उसमा क्षमता हुनु पर्यो, कम्पेरिटिभ एनालाइसिस गर्न सक्ने क्षमता हुनु पर्यो। त्यो व्यक्ति मात्रै फाइनान्शियल लिटरेट हो। किन भन्दा विभिन्न किसिमका अहिले त हाम्रा यो इन्भेस्टमेन्टका अपर्च्युनिटिजहरू धेरै छन् नि त, त्यो इन्भेस्टमेन्ट अपर्च्युनिटी मध्ये चाहिँ कुन चाहिँ इन्भेस्टमेन्ट अपर्च्युनिटी आफ्नो लागि उपयुक्त हो त, मेरो लागि उपयुक्त हो। एउटा व्यक्तिको लागि एउटा एफडी चाहिँ उपयुक्त हुनसक्छ, अर्को व्यक्तिको लागि रियल सेक्टरमा इन्भेस्टमेन्ट गर्न पनि उपयुक्त हुनसक्छ। आफ्नो चाहिँ लाइफमा सुट हुने किसिमको त्यो इन्भेस्टमेन्ट अपर्च्युनिटी पत्ता लगाउन सक्ने व्यक्ति चाहिँ फाइनान्शियल लिटरेट हुन्छ। र त्यो सँगसँगै उसमा के पनि क्षमता हुनु पर्यो भन्दाखेरि चाहिँ फाइनान्शियली लिटरेट भएको व्यक्तिले जुन सेक्टरमा आफूले चाहिँ लगानी गरिएको अवस्था छ नि त्यसबाट रिस्क चाहिँ आइडेन्टिफाई गर्न सक्नु पर्यो, रिस्क मेजर गर्न सक्नु पर्यो। भोलि मैले भनौँ न विभिन्न जस्तै हामीले अस्ति सहकारीको कुरा छ, सहकारीमा पनि त हामीले पैसा जम्मा त गर्न सकिन्छ, त्यो पनि नेपाल सरकारकै बाट चाहिँ स्वीकृति प्राप्त हो, तर त्यसको रिस्क कति छ, त्यसको म्यानेजमेन्ट कसले सञ्चालन गरिरहेको छ, त्यो सहकारीको पैसा उसले कहाँ चाहिँ गरिरहेको छ, लगानी गरिरहेको छ, त्यसको एनपिए लेभल कति छ, भोलि त्यसको एनपिए उसले रिकभर गर्न सक्नेछ कि छैन, त्यो किसिमको एनालाइसिस गर्न सक्ने व्यक्ति हुनुपर्छ फाइनान्शियली लिटरेट भएको व्यक्ति चाहिँ। त्यो जुन कुरा नलेज हुनु पर्यो र त्यसलाई त्यो कुरा आफ्नो चाहिँ एक्सनमा रूपान्तरण गर्न सक्नु पर्यो। जस्तै हामीले स्टक एक्सचेन्जमा लगानी गर्नको एउटा अप्सन हुनसक्छ भविष्यको लागि, आफ्नो भविष्य सुरक्षित गर्नको लागि, तर त्यो स्टक एक्सचेन्जमा लगानी गर्नुभन्दा अगाडि त्यो कम्पनीको बारेमा फाइनान्शियल स्टेटमेन्टहरू बुझ्न सक्ने हुनु पर्यो, त्यसमा फाइनान्शियल बुझ्नु पर्यो, त्यसको क्यास फ्लोको बेसिसमा हुनु पर्यो, त्यसको म्यानेजमेन्ट कस्तो छ, त्यसले भोलि आजको अवस्थामा उसको राम्रो प्रफिट कमाइरहेको छ भने 5 वर्षसम्मको उसको चाहिँ अवस्था के हुनसक्छ, त्यो इन्डस्ट्रीको अवस्था के हुनसक्छ भन्ने कुरा सम्पूर्ण रूपमा उसले चाहिँ अध्ययन गर्न सक्ने र त्यो अध्ययन गरेर त्यसलाई लाइफमा आफ्नो इन्कम इन्भेस्टमेन्ट गर्न सक्ने क्षमता बढाउन सक्यो भने मात्र त्यो व्यक्ति चाहिँ फाइनान्शियल लिटरेट हुन्छ। मैले यहाँ के कुरा अझ थपमा जोड्न चाहेँ भन्दाखेरि चाहिँ नलेज भनेको केवल उसले के हो त त्यो विषयमा ज्ञान प्राप्त गर्ने कुरा हो। नलेज भनेको बेसिक फाउन्डेसन कुरा हो हैन। हामीले अहिले फाइनान्शियल लिटरेसीको बारेमा, नलेजको बारेमा यो कुरा किन यसरी अगाडि आइरहेको छ भन्दाखेरि चाहिँ एजुकेसन अथवा लिटरेसी भन्ने कुरा लाइफमा एकचोटि मात्र प्राप्त गरिन्छ, तर फाइनान्शियली लिटरेट भनेको एकपटक मात्र प्राप्त गरेर हुँदैन, त्यसलाई आफूलाई अपडेट गरिरहनुपर्छ, अद्यावधिक गरिरहनुपर्छ। नयाँ आजको अवस्थामा भनौँ न एउटा चेक
ब्याङ्कमा चेक मात्र प्रस्तुत गरिन्थ्यो अहिले डिजिटल प्रडक्टहरू आएको भएको छ त्यो डिजिटल इन्भेस्टमेन्टका विभिन्न किसिमका अपर्च्युनिटीहरू आएका छन् त्यो अपर्च्युनिटीमा लगानी गर्नका लागि उसले नयाँ नयाँ चाहिँ टेक्निकहरूको डेभलप भएका छन् त्यसको बारेमा उसले नलेज राख्नुपर्छ त्यो भयो त्यसको भइसकेपछि मात्र त्यसपछि आफ्नो लाइफलाई इजी गराउन सकिन्छ यसरी फाइनेन्सियल लिटरेसीको चाहिँ महत्त्व बढ्दै गएको छ जति लाइफ कम्प्लेक्स हुँदै जान्छ नि हाम्रो इकोनोमिक कम्प्लेक्स हुँदै जान्छ नि त्यति चाहिँ एकदमै कम यो फाइनेन्सियल लिटरेसीको महत्त्व हुँदै बढ्दै जान्छ र यो कुराहरूको बिचमा फाइनेन्सियल लिटरेसी बिहेभियर एटिच्युड र अर्को स्किलको बारेमा जुन छ नि यसको बिचमा इन्टर कनेक्टेड हुन्छ यो चारवटै कुराको कम्बिनेसन भयो भने मात्र व्यक्तिले आफ्नो लाइफलाई सुखिरहन सक्छ र आफूले लिएको रेस्पोन्सिबिलिटी जुन संस्थाको रेस्पोन्सिबिलिटी लिएको छु भन्छ त्यो रेस्पोन्सिबिलिटी चाहिँ उसले पुरा गर्न सक्छ र समग्र आफ्नो पर क्यापिटल इन्कम सँगसँगै राष्ट्रिय इकोनोमीमा त्यसले कन्ट्रिब्युसन गर्न सक्छ त्यसकारण यसको महत्त्व बढ्दै गएको अवस्था छ थ्याङ्क यू पवन सरले एकदमै सजिलो भाषामा फाइनेन्सियल लिटरेसीको मिनिङको बारेमा भनिदिनु भयो सुन्दाखेरि अलिकति यो कम्प्लेक्स हो कि अब हामी आफैले पनि रिफ्लेक्ट गर्दाखेरि आर वी रियली फाइनेन्सियली लिटरेट भनेर पनि क्वेसन गऱ्यौँ होला सुनिराख्दाखेरि होइन नेपाल राष्ट्र ब्याङ्कको फ्रेमवर्क अन्तर्गत चाहिँ विभिन्न लेभल छ फाइनेन्सियल लिटरेट हुने बेसिक तपाईँको इन्टरमिडिएट एडभान्स सो दिस द होल लेभल अफ बिङ लिटरेट सो इफ युआर जस्ट तपाईँहरू कोही फेरि ओके मैले त धेरै नै गर्नुपर्ने छ भन्यो भने लेभल वाइज पनि गर्न चाहिँ हामी फाइनेन्सियली लिटरेट चाहिँ हुन सक्छौँ थ्याङ्क यू सो मच फर द्याट फर द एन्सर पवन सर मुभिङ टु मिस्टर प्रवीण रमन पराजुली CEO of Nepal Life Insurance. Sir, you're representing the Nepal insurance sector here. So may I please ask some of the specific CSR initiatives by Nepal Life Insurance that are focused on promoting financial literacy, particularly in underserved communities. So what have been the key learnings and achievements from these programs? Thank you, Pravas. Few of the initiations that we have taken. First of all, we need to understand the gap between the financial literacy and the financial literacy. Overall, in terms of literacy, I think around 78% of the population is literate. But when it comes to financial literacy, it boils down to around 58. If you talk about financial awareness, it goes down even below to 47 or 48%. So where the gap lies is people not understanding or not being aware of the financial products. Why a financial product is required? Why is it required? How is it required? What financial product does what? So to answer, हामीले जबसम्म चाहिँ grassroots level को penetration मा not only disadvantaged marginal community मात्र नभएर मासमा जाँदाखेरि त्यो grassroots level मा whether they know the basic understanding, they have a basic understanding of financial literacy or not. भन्ने कुरालाई हामीले बुझाउन जरुरी छ र हामीले insurance sector बाट हेर्यौं भने the insurance products we sell is one of the most complicated products. It's not only about borrowing or lending. So you need to understand why someone has to take an insurance product and not go for FD. Whether it's a substitute or it's a replacement for one another. त्यसको महत्व के हो? त्यसको objectivesहरु के हो? त्यो कुन साइजको financial product को requirement हुन्छ? कसरी financial need लाई assess गर्ने? Financial need को multiplier effect ले present value of future cash flow लाई कसरी define गर्ने so that you are not only insured but you are rightly insured. यो सबै कुरा कहाँबाट आउँछ भने literacy बाट आउँछ र financial literacy ले त्यसलाई एउटा baseline को हिसाबले बनाउँछ. त्यति complex कुरा grassroots level मा हामीले दिन सक्छौं त पक्कै सक्दैनौं एक दिनमा. तर कहाँबाट सुरु हुन्छ भने पहिला grassroots level मा जाँदाखेरि what we do is we reach the masses. Mass मा जाँदाखेरि के चाहिँ engagement level बाट चाहिँ people are engaged. हामीले academic theoretical knowledge मात्र दिएर हुन्छ त. Whether people will know that, whether they will link it to it, whether they will understand it, or whether they will live with it. त्यहाँसम्म नहुन्जेलसम्म त्यसको outcome आउँदैन. भनेपछि हामीले we start with creating awareness to the masses. त्यसलाई हामीले street dramas हरुबाट पनि गर्छौं किन people are engaged. हामीले त्यसलाई community level schools, deprived sector learning को platforms हरु हुन्छन् जहाँ चाहिँ त्यो knowledge लाई चाहिँ not only financial support but going to these places and making them at least understand what insurance is, यसको महत्व के छ, किन छ र why is it required? Is it a component of portfolio management or wealth management or it's a necessity? So आजको दिनमा त्यसरी हामीले grassroots level बाट start गर्छौं. त्यो awareness लाई हामीले अझै further enhance गर्नलाई के गर्छौं भने त्यो grassroots level को support हरु चाहिँ हामीले especially deprived sector या deprived capacity मा भएका संस्थाहरु म एउटा example लिन्छु समता स्कुल
So we have been associated with Samatha School, which gives around 100 rupees my education to right from preschool dekhi top level masters, some open even doctors are there under that platforms. So त्यसले के गर्छ भन्दाखेरि 26,000 चाहिँ देशका यो different categories of students लाई चाहिँ उनीहरूले education दिइरहेछ. So we are associated with that. So we are trying to make a difference by reaching the masses through a structure that is already created, that's already in operation. But what we are trying to do is try to make them understand that insurance is there for them as well. So it's needed for future. So we are supporting not only in terms of moral support, not only in terms of financial support, not only in terms of legal or ethical support, but it's creating awareness for the masses. अर्को पार्ट भने सोशल अब्लिगेसन्सहरु हामीले जस्तै मासमा रिच गर्ने कसरी जान्छौं त भन्दाखेरि अर्को पार्ट भने इज थ्रु द मास मिडिया एज वेल. आजको दिन भने टेक्नोलोजीको जो युग हो, सबै कुराले फिजिकल ब्रिक एन्ड मोटरकोबाट मात्रै माध्यमबाट जान सकिन्छ भन्ने पनि हैन. फिजिकल ब्रिक एन्ड मोटरको लागि हाम्रो ब्रान्च प्रोभिन्सेसहरु अफिसेस आर एक्टिभ. दे गो टु द रेस्पेक्टिभ कम्युनिटिज एन्ड रिच अबाउट एन्ड शेयर एक्सपिरियन्स अन फाइनान्शियल प्रोडक्ट. तर मासमा जाँदाखेरि हामीले अर्को पार्टलाई के व्हाट वी टेक इन्टु अकाउन्ट इज we take into account the social or digital platforms that are there, the media that is there, in terms of interviews, in terms of awareness, in terms of making people aware of why is it required, what is insurance. So basics but we start, we create that platform. र अलिकति हायर लेभलमा जान थाल्यो भने चाहिँ हामीले where we go into is more education को हिसाबले चाहिँ अन्य क्षेत्रहरुमा पनि गरे education related sectors मा it could be in the form of investments. So that people are at least first aware about insurance, then they understand the importance of insurance and take it as a financial product for their future safety and prosperity. Thank you. Thank you, Praveen sir. उहाँले चाहिँ we more focused on awareness part को बारेमा कुरा गर्नुभयो. हामी पनि when we see insurance as a product हामीले पनि कतै कतै पाइराको हुन्छौं. प्राइमरीली यसलाई सेभिङ पर्पस को रूपमा और अब्जेक्टिभ चाहिँ सेभिङ हो भन्ने प्रकारको अन्डरस्ट्यान्डिङ हामी पाइराको हुन्छौं. But yesterday only we were having this discussion with Praveen sir that it's primarily for risk coverage का कुराहरु चाहिँ हामीले यसको प्राइमरी पर्पस चाहिँ त्यो हो भन्ने प्रकारको चाहिँ that's how it is designed as a product भन्ने कुरा थियो. Thank you so much for your insights sir. Moving forward to Jyotsna ma'am, she is the Vice President of FNCCI. Ma'am, हजुरले आजको यो डिस्कसनमा चाहिँ प्राइभेट सेक्टरलाई रिप्रेजेन्ट गर्दै हुनुहुन्छ. हामी बेस्ट प्र्याक्टिसेसका कुरा गरिरहेका छौं. So may I please request you to share some of the CSR initiatives undertaken by FNCCI and its members that have had a positive impact on education, skill development, or financial literacy in local communities. Please, ma'am. Good afternoon to all, and thank you for the question. Since I'm representing Federation of Nepalese Chamber of Commerce, so I think it's a very important thing because we represent all the private sectors, and private sectors are very important for the growth of economic growth of the country. So I'd like to say FNCCI and the members of FNCCI are very actively taking initiations in the CSR initiatives, and particularly focusing on education and skill development and financial education also. So a few things I would like to say, notable initiatives that FNCCI is taking. As FNCCI promotes NYEF, that is the Nepal Nepal Young Entrepreneurs Forum, for fostering the entrepreneur among Nepalese youth and aiming to create a very dynamic and entrepreneur ecosystem. And we also, FNCCI also promotes the NYBF, that is the National Youth Business Forum. And it supports to encourage the young entrepreneurs to engage in business ventures, contributing to the economic growth and employment generation. So, and there is we are like Paila for Education. That is the initiative beginning with the ICT in education,
which was the pilot, which was funded by the US Embassy of Nepal, and facilitated by FNCCI and UR Nepal. And the program aims to enhance educational outcomes by integrating technology into learning progresses. And then FNCCI also has a lot of very specialized committees. And so one of the committee of FNCCI is dealt with education, skill development, and employment committee. FNCCI established this committee to focus on the policies and programs. And we also have one startup policy, which is now in a very important subject where everyone is talking about all over the world. They are talking about startups. So we are also working very hard with the government. We are policy. We are for policy making also. So recently we succeeded in the to change the paribhasa of the startups, so that, you know, the new startups, the young generations will be getting more facilitated, and they will be growing more in startups. So we are taking startup as a very important subject also. So next thing, as we've already seen, the best practices, we just saw two very exemplary best practices of Bottlers Nepal and NCL. And really, it's really worth talking about. And then I would like to talk about few of our members also, like Panchakanya. There's Panchakanya. They are annually investing 25 lakhs in the studies, in the educational of the youth, like orphans and the poor students, poor youth. So they even so I think more they because of this, a lot of orphans and the poor are getting facilitated, and they are also investing in environment also, like they are cleaning the schools, they are cleaning the monasteries, and even planting trees. So this is also, I think, a very good initiatives that they are taking. And secondly, I'd like to talk about the IME group. The IME group is also helping the poor and the privileged ones in educations, and they are also supporting the educational institutes to distribute the educational materials. And another thing is about the Golcha organization. Since we are, Golcha Shah was our president also, so now he is the IPP, so I'd like to talk about his organization. So they've opened a Divakar Golcha organization, NGO. So Golcha organization finances this NGO, and with that NGO, they are supporting to provide education and professional trainings to the children with disabilities. And they also help various talents flourish in an environmental with safe, well-equipped, and essential entities for a normal living. I think this is also one example we can follow. So I think, like, you know, only when we talk about education, it's not only about schools. I think, you know, just in the previous session, they were talking about this, sir was talking about that we are graduating, our country is graduating from the least developed to a developed country, and we are very happy. We're saying like we are going to be a developed country, but I think, you know, I as a vice president of associate vice president, I head the employees council also. So I need to study everything. So I work with the NGOs, everybody. So, you know, so we've done a lot of
programs in this, what is the result, what will be the result when we graduate from the least developed to a developed country. So I think we need to study in this. We need to educate our citizens that what is going to happen. So whether it is a proper time that we should graduate or whether we should take time also. I just recently visited Cambodia, since they are also graduating on 2027. So we were there in a study visit, but you know, like they were really focused and they were already thinking to postpone their graduation. So I think now it is our time to educate our citizens, and most of the things, one program we did with the UN Women and plus with the ILO, and what we found was like we will be deprived of the exports facilities which we are getting. So by being deprived of this facilities, about more than 50% of our women will be off the work. So this is also one thing we need to really work. So these are the few notable what we are doing, FNCCI is doing. So thank you. Thank you so much. Thank you so much, Jyotsna ma'am. Yes, as Anil sir said that we all are being happy to attend this birthday party, but is it really, are we ready to attend this birthday party is the question when it comes to transition from LDC to developed economy. Moving forward with the fourth panelist of today's session, Mr. Manoj Gewali, the Deputy CEO of Nabil Bank Limited. Sir, as a panel discussion, पहिलो panel discussion, I think People, Planet and Profits, Nabil Bank chairman, Upendra sir पनि हुनुहुन्थ्यो. उहाँले यही financial literacy को कुरामा अलिकति the special product designed by Nabil Bank for migrant returnees र Nabil School of Entrepreneurship को पनि थोरै कुराहरू गर्नुभएको थियो. सो यही सन्दर्भमा यसलाई फाइनान्शियल लिटरेसीसँग को यसको रिलेसन, or are these really were these objectively designed in keeping the concept of financial literacy in mind, and how are these projects achieving these objectives that were originally set? What are the major challenges faced by these projects? Sir, please. Thank you. पहिला त यो अपर्च्युनिटीको लागि म बिपक्याब र अर्गनाइजरलाई थ्याङ्क यू भन्न चाहन्छु. हामीले अलिकति भिन्न मोडलमा काम गरेको कुरामा चाहिँ अब म अगाडि पवनजीले पनि राखिसकेको कुरालाई मैले फेरि रिपिट गर्न चाहन्न, प्रवीणजीले पनि त्यसमा थप्नु भएकै थियो. बेसिकली फाइनेन्सियल लिटरेसी र हामीले अहिले नोबेल स्कुल अफ सोसल अन्टरप्रेन्योरसिप सुरु जुन गरेका छौँ त्यसमा अलिकति डिफ्रेन्स छ. फाइनेन्सियल लिटरेसी भन्दा बित्तिकै हामीले के बुझ्छौँ त भन्दाखेरि इन्डिभिजुअलले टोटल उसले जति सोर्स ल्याएर आउँछ, जहाँ खर्च गर्छ, कति बचत गर्छ भन्ने एक लेभलको बजेटिङ बनाउनु पर्यो. त्यो बजेटिङ अनुसार उसले चाहिँ काम गर्नु पर्यो र कमसेकम मन्थली सेभिङ मेरो यति हुन्छ भन्ने हिसाबमा काम गरेर आएको बचतबाट उसले इन्भेस्टमेन्टमा कन्भर्ट गरेर र इन्भेस्टमेन्ट गर्नलाई पनि अब अघि पवनजीले भनेको कुरामा म अलिकति डिफर पनि गर्छु. त्यो इन्भेस्टमेन्ट चाहिँ एकदमै एक्सपर्ट भएर त्यो फाइनेन्सियल एनालिस्ट जस्तो भएर गएर त्यहाँ सेयर कहाँ बढ्छ के घट्छ बुझ्नु पनि जरुरी छैन. यदि तपाईहरुलाई त्यो पनि गाह्रो हुन्छ भने अहिले त मर्चेन्ट ब्याङ्किङको साथीहरू टन्नै हुनुहुन्छ, एसआइपीजमा लगानी गरिदिनुस्, उहाँहरूले चाहिँ मजासँग तपाईको पैसा निड नट टु बी. अब कोही डक्टरहरू कहिले हुनुहुन्छ, कोही इन्जिनियर हुनुहुन्छ, उहाँहरूलाई पुरा एकाउन्टिङ फाइनेन्सियल स्टेटमेन्ट एनालाइसिस जरुरी छैन. आज पोर्टफोलियो म्यानेजरको सर्भिस दिनुहुन्छ, अरू दिनुहुन्छ इफ यु वान्ट टु इन्भेस्ट इन इक्विटी मार्केट. होइन भने अरू अब घर जग्गा एफडी तिर लगानी गरे पनि अल्टिमेटली फ्युचर सेक्योर गर्ने भन्दाखेरि हामी फाइनेन्सियल लिटरेसीको जब कुरा गर्छौँ, इन्डिभिजुअलको फाइनेन्सियल वेल बिङ्सको कुरा गर्छौँ हामी. तर जब नोबेल स्कुल अफ सोसल अन्टरप्रेन्योरसिपको हामी कुरा गर्छौँ, अनिललाई यहीँ हुनुहुन्छ, हामीले सुरु गरेको 2 वर्ष भयो. हामीले पहिला एकदमै त्यसलाई डिस्कसन गऱ्यौँ. यो चाहिँ फेरि ब्रेन चाइल्ड चाहिँ अहिले साँझ हाम्रो निर्वाणजी पनि आइपुग्नुहुन्छ, उहाँको ब्रेन चाइल्ड हो यो. उहाँ चाहिँ सुरु गर्दाखेरि लौ न यो केही गर्नु पऱ्यो भन्ने कुरा भयो. अनि के गर्ने भन्दाखेरि त्यो एसएससी इन्डियाले चाहिँ त्यो अन्टरप्रेन्योरसिप, सोसियल अन्टरप्रेन्योरसिप, त्यो पनि के त भन्दा व्यापार गर्ने मात्र होइन कि सोसियल अन्टरप्रेन्योरसिप भनिसकेपछि त्यहाँ भएको उसले व्यापार पनि गर्छ, तर केलाई युज गर्छ त भन्दा त्यहाँ भएको लोकल रिसोर्सेसहरूलाई युज गरेर बिजनेस पनि गर्छ र लोकल लेभलमा इम्प्लोइमेन्ट पनि क्रिएट गर्छ जुन सस्टेनेबल हुन्छ. त्यस्तो प्रकारको सोसियल अन्टरप्रेन्योरसिप डेभलप गर्ने प्रोग्राम एसएससी इन्डियाको रहेछ. अनि
त्यो मोडलमा हामीले चाहिँ के गर्यौँ त भन्दाखेरि नेपालमा पनि यसको त जरुरत धेरै छ भनिसकेपछि हामीले सुरु गर्यौँ र त्यसले चाहिँ फाइनेन्सियल लिटरेसी भन्दा एक स्टेप माथिको काम गर्छ। त्यसमा हामीले के गर्छौँ त भन्दाखेरि हामीसँग दुईटा प्रोग्राम छ, एउटा फेलोसिपको छ, अर्को सर्टिफिकेसन छ। फेलोसिपको प्रोग्राममा हामीले 6 महिना ट्रेनिङ दिन्छौँ, त्यो जो पनि हाम्रो सेलेक्सनको प्रोसेस छ। एउटा कोहर्टमा हामीले त्यो टियुसँग मिलेर फेरि काम गरेका छौँ, टियु स्कुल अफ म्यानेजमेन्टले हामीलाई त्यहाँ ठाउँ दिएको छ, त्यहाँ हामी अरू इन्फ्रास्ट्रक्चर हामीले डेभलप गऱ्यौँ। हामी टियुसँग एसोसिएसन भएर फेलोसिप एक ब्याचमा 20 जना हामी मान्छे लिन्छौँ, देशभरिबाट हामी उनीहरूसँग प्रपोजलहरू लिन्छौँ र सेलेक्सन गरेर हामी लिएर जान्छौँ। अनि त्यो मान्छेहरूलाई हामीले 6 महिनासम्म के सिकाउँछौँ त भन्दाखेरि हामी मार्केटिङ के हो, एकाउन्टिङ के हो, ब्याङ्किङ के हो, प्रडक्टको चाहिँ ब्रान्डिङ कसरी गर्ने, अनि व्यापार गर्दाखेरि चाहिँ सफलता कसरी गर्ने, नेटवर्किङ कसरी गर्ने, रिलेसनसिप म्यानेजमेन्ट कसरी गर्ने, लिडरसिपको स्किलहरू कसरी गर्ने भनेर चाहिँ डिफ्रेन्ट सेक्टरको त्यो आफ्नो अब्बल क्षमता भएको मान्छेहरूसँग उहाँहरूलाई इन्ट्रेक्सन गराउँछौँ। 6 महिना उहाँहरूले त्यसरी काम गरिसकेपछि अनि हामी उहाँहरूलाई सर्टिफिकेसन त्यो सर्टिफिकेट पनि इस्यु गर्छौँ भने अनि त्यसपछि हामी मेन्टरहरूसँग लिङ्क पनि गरिदिन्छौँ, सो द्याट उहाँहरूले फर्दर 6 मन्थको चाहिँ मेन्टरसिप पनि पाउनुहुन्छ। ब्याङ्ककै एक्जिक्युटिभ या अरू कुनै एक्जिक्युटिभ्सहरूसँग उहाँको कनेक्सन हुन्छ अनि उहाँहरूलाई हामी ब्याङ्किङ फेसिलिटी अरू चिजहरूमा पनि सहयोग गर्छौँ। त्यो प्रोग्राम चाहिँ एउटा फेलोसिप प्रोग्राम र त्यो फेलोसिप प्रोग्रामबाट अहिलेसम्म हामीले चाहिँ 4वटा कोहर्ट सुरु गऱ्यौँ। अब 4th कोहर्ट भर्खर सुरु भएको छ। 3टा कोहर्टबाट चाहिँ 3टा ब्याचबाट हामी ब्याच भनौँ, ब्याच भन्दा बुझ्नु सजिलो हुन्छ, 56 जना हाम्रो फेलोजहरू चाहिँ बजारमा आइसक्नु भयो र उहाँहरूले अहिले लगभग अस्ति हामीले सोचेको थियौँ 46वटा एन्टरप्रेनर्स त्यो आफ्नो व्यवसायहरू उहाँहरूले इस्टाब्लिस गरिसक्नुभयो र त्यो मान्छेहरूले रोजगारी दिएको मान्छेहरू चाहिँ 1200 जना पुगिसक्नु भएको छ। यो जम्मा 2 वर्षको अवधिमा भएको डेभलपमेन्टको कुरा गर्दैछु म। त्यस कारणले नबिलले लिएको जुन एउटा सोसल एन्टरप्रेनरसिपको यात्रामा मैले भने 2 वर्षको पिरियडमा हामीले 46 जना सोसल एन्टरप्रेनरसिप डेभलप गऱ्यौँ र उहाँहरूले 1200 जना मान्छेलाई इम्प्लोइमेन्ट दिइसक्नु भएको छ भनेपछि कहीँ न कहीँ सन्तुष्टि लिने ठाउँ छ यतापट्टि। अनि सर्टिफिकेसन कोर्स भनेको चाहिँ हामीले फेरि त्यो चाहिँ 3 महिनाको गर्छौँ। त्यसमा पनि कोर्सहरू हामीले त्यही हो, एकाउन्टिङ, मार्केटिङ, ब्रान्डिङ, ट्याक्सेसन, ल, बिजनेसम्यानलाई चाहिने एउटा कुराहरू सबै चिज उहाँहरूलाई हामीले चाहिँ के गर्छौँ भन्दा प्र्याक्टिकल्ली बुझाउँछौँ, सिकाउँछौँ। अनि त्यसपछि उहाँहरूले पनि आइदर दे क्यान स्टार्ट देयर ओन बिजनेस अर दे क्यान हेल्प अदर बिजनेस इन सोसल एन्टरप्रेनरसिपको लागि गर्न सक्छ। त्यहाँ पनि हाम्रो लगभग 518 जना सर्टिफिकेसन कोर्स लिएको अहिलेसम्म हाम्रो ग्रेजुएटहरू भइसक्नुभयो। उहाँहरूलेबाट पनि कतिपयले बिजनेस सुरु गरेर 76वटा इस्टाब्लिसमेन्ट अलरेडी इस्टाब्लिस भइसकेको छ सोसल एन्टरप्रेनरसिपको र त्यसबाट लगभग 1800 भन्दा बढी मान्छेहरूले रोजगारी पाउनु भएको छ भने नबिल ब्याङ्कको 2 वर्षको यात्रामा एउटा एसएससी इन्डियाको मोडललाई हामीले कपी गरेर ल्याएर आयौँ। पहिला उहाँकै रिसोर्सहरू पनि ल्याएर आयौँ, उहाँहरूले नै हामीलाई सिकाउनु भयो। अब हाम्रो मोडल तयार भइसकेको छ, हामीले नेपाली माटो सुहाउँदो त्यसलाई डेभलप पनि गरिसकेपछि अब 2 वर्षमा नेपालमा बसेर ब्याङ्कले आफ्नो त्यो सिएसआरबाट त्यति कन्ट्रिब्युसन गर्दाखेरि म आज फर्केर हेर्दाखेरि चाहिँ गर्व लाग्छ, खुसी लाग्छ, राम्रै भएको छ। र अझ म त के चाहन्छु भन्दा यसको अरूले पनि गरून्, 7 प्रदेशमा हामीले सुरु गरेका छौँ, ब्याङ्कहरूले गर्नुभयो भने यसबाट राम्रो हुनसक्छ। रिटर्नी त्यो माइग्रेन्ट वर्करहरूको केसमा त उहाँहरूलाई हामीले यहाँबाट पनि जाँदाखेरि लिटरेट गरेर जाने अनि फर्किँदाखेरि पनि उहाँहरूलाई चाहिँ पहिला जाँदाखेरि चाहिँ तपाईँ त्यहाँ गइसकेपछि पैसा कसरी सेभ गर्ने, कसरी अर्निङ गर्ने, कसरी कन्भर्ट गर्ने, कसरी रिमिट गर्ने भन्ने कुराहरू सिकाएर पठाउँछौँ भने फर्केर आइसक्नु भयो भने अलिकति पैसा बचाएर ल्याएर आउनु भएको छ भने अब सोसल एन्टरप्रेनरसिपतिर तपाईँ डेभलप हुनुहोस्, सानो सानो व्यवसाय पनि सुरु गरेर कसरी अगाडि बढ्न सकिन्छ र त्यसमा नबिल ब्याङ्कले तपाईँलाई कहाँ साथ दिन सक्छ भन्ने कुराले काम गर्छौँ। त्यस कारणले ठुलो तबकामा तपाईँले भन्नुभएको मैले स्पेसिफिकै भएर कुरा गर्दा एनएससीमा चाहिँ हामीले धेरै राम्रो एचिभमेन्ट गरेका छौँ। अझै हाम्रो एक्सपान्ड हुँदैछ। अहिले 11वटा ठाउँबाट हामीले सुरु गरेका छौँ सर्टिफिकेसन कोर्स, बढ्दो डिमान्ड छ र अरू पनि ब्याङ्क वित्तीय संस्थाहरूले यसमा हात जोड्यो भने यो अझै राम्रो हुन्छ जस्तो लाग्छ। थ्याङ्क यू मनोज सर। मैले अर्को प्रश्न पनि मनोज सरलाई नै सोध्न चाहेँ। अहिलेको नेपाल राष्ट्र ब्याङ्कको प्रोभिजन अनुसार चाहिँ तपाईँको सिएसआर फन्डमा ब्याङ्क तथा वित्तीय संस्थाहरूले 1% अफ नेट प्रफिट स्पेन्ड गर्नुपर्ने प्रोभिजन रहेको छ र त्यसमा पनि तपाईँको मिनिमम अफ 10% अफ सिएसआर इन इच प्रोभिन्स चाहिँ स्पेन्ड गर्नुपर्ने रहेको छ र त्यसलाई पनि फाइनेन्सियल लिटरेसीलाई नै प्रिसाइजली तोकेर there's a separate heading of CSR activities with a requirement of spending 5% of CSR fund. So, amidst of this, I would like to ask Manoj sir, what is your take on the existing central bank's policy regarding financial literacy under CSR programs? What are your suggestions to make it more effective? Provision को बारे में तो अब फिर रेगुलेटर को provision ठीक है सब भन्नु पर्यो हैन तर कुरा कस्तो छ त भन्दा अहिले पनि
टोटल ब्याङ्किङले अहिले त बेहाल भइसकेको छ ब्याङ्किङको पनि नाफा पहिला जस्तो छैन यो घटेको नाफाको बेलामा पनि म एक्सपेक्ट के गर्छु त भन्दाखेरि अब 80-81 को फाइनेन्सियल स्टेटमेन्टहरू क्लोज भएर जाँदाखेरि ब्याङ्किङ सेक्टरले कमसेकम 65 देखि 70 अरबको हाराहारी नाफा कमाउँछ त्यसको 1% भनेको वर्षमा 65-70 करोड रुपियाँ चाहिँ CSR फन्डमा एलोकेट हुन्छ र त्यसको सदुपयोगिता भन्ने कुरामा अब मलाई चाहिँ राष्ट्र ब्याङ्कको सर्कुलरले त गाइडेन्समा त्यहाँ इम्प्रुभ गर्नुभन्दा पनि हामीले कसरी त्यसलाई युटिलाइज गरिरहेको छौँ भन्ने कुरामा चाहिँ मेरो अलिकति सहमति छैन त्यो राष्ट्र ब्याङ्कको सर्कुलरमा होइन कि हामी ब्याङ्करहरूले जसरी काम गरेका छौँ त्यो गराइको पारा अलिकति मिलेको छैन भन्ने मेरो एकदमै पहिलादेखि नै स्टेटमेन्ट छ म आज पनि त्यसमा बिलिभ गर्छु त्यो कारण के त भन्दाखेरि हामीले कनिका छरे जस्तो गरेर फाइनेन्सियल लिटरेसी चलाइरहेछौँ कुनै गाउँपालिकामा फाइनेन्सियल लिटरेसी गर्नु पऱ्यो भने त्यहाँको बिएमले पठायो ल 50 जना जम्मा गरेर त्यहाँ चाहिँ फाइनेन्सियल लिटरेसीलाई 1 लाख रुपियाँ दिएको छ या कहीँ यतापट्टि कुनै एउटा प्रोग्राममा ल त्यहाँ लोगो सोगो राखिदियो फाइनेन्सियल लिटरेसी भनेको छ कुनै एउटा टेलिभिजन प्रोग्रामलाई कसैले 3 महिना चलाएको छ कसैले 6 महिना चलाएको छ कसैको आफ्नै तालपारा छ कोही चाहिँ ल घर घरमा खाता खोलौँ भनेर जान्छन् ब्यानर बोकेको छ त्यसैलाई फाइनेन्सियल लिटरेसी भनेर खर्च बुक गरेको छ सो यसले गर्दाखेरि के त भन्दाखेरि फाइनेन्सियल लिटरेसीमा जुन एमाउन्ट खर्च भएर बुक भएर गइराखेको छ त्यसको इम्प्याक्ट धेरै ठुलो हुनसक्थ्यो मैले त भनेको पनि यो नेपाल ब्याङ्कर्स एसोसिएसनको थ्रु चाहिँ गरौँ एउटा चाहिँ बनाऊ राम्रो मोडल बनाऊ अहिले टिकटक त मान्छेले सबैले हेर्छ त्यो टिकटकमा कति हुने नहुने कुरा मात्र हेर्नुहोस् फाइनेन्सियल लिटरेसीको मजाको टिकटक बनाउनुहोस् अलिकति त्यो कन्टेन्ट्सहरू त्यस्तै डेभलप गरिदिनुहोस् भाइरल बनाउनुहोस् बुस्ट गर्नुहोस् धेरै मान्छेले त्यहाँबाट हेर्छ फेसबुकमा रिलहरू क्रिएट गरौँ त्यो चाहिँ एक ठाउँमा गरौँ र त्यसलाई राम्रोसँग डेभलप गऱ्यौँ भनेपछि वास्तवमा हामीले धेरै इम्प्याक्ट क्रिएट गर्न सक्छौँ खर्च ठुलो भएको छ फाइनेन्सियल लिटरेसीमा इम्प्याक्ट चाहिँ मलाई चाहिँ सन्तोषजनक छैन किन भन्दा तपाईँले त भएको प्रधानमन्त्री पूर्व प्रधानमन्त्रीहरूले चाहिँ ब्याङ्करहरूलाई बेसरी गाली गरेर देखेर त कमसेकम यसलाई ब्याङ्किङ लिटरेसी पनि सिकाइदिउँ न यसबाट पैसा लिएर होइन वकिलले बुझ्दैन ब्याङ्किङ होइन सिआइबीले भटाभट साथीहरूलाई समातेको छ अब यहाँभन्दा पहिला चाहिँ त्यो ब्याङ्कको केसमा चाहिँ ल अब गुडविलमा चाहिँ कर्जा दिन पाइन्छ कि पाइन्न भनेर सोधेर लिएर साथीहरूलाई अहिलेसम्म दुःख पाइरहेछन् भने यसमा कहीँ न कहीँ चाहिँ ब्याङ्किङ सेक्टर चाहिँ जति एमाउन्ट चाहिँ एक्सपेन्सेस भइराखेको छ त्यो एक्सपेन्सेस भर्सेस आउटपुट निस्किनु पर्ने कुरामा त मलाई लाग्छ इफ यु हेभ टु कम्पेयर मैले भन्नुपर्छ भने त जति निस्किनु पर्थ्यो त्यसको म त 15 देखि 20% पनि निस्किएको छैन भन्छु त्यस कारणले यो छरिएर बसेर हुँदैन पानी एकदम पुरा हिँडिराखेर हुँदैन नि त हाइड्रो पावर बनाउनलाई त एक ठाउँमा ल्याउनु पऱ्यो सङ्कलित गर्नु पऱ्यो ड्याम बनाउनु पऱ्यो हाल्नु पऱ्यो तब त बिजुली चल्छ त्यस कारणले पानी चाहिँ बिजुली बनाउने जति छ यो फाइनेन्सियल सेक्टरमा लगानी गर्नलाई अहिले फाइनेन्सियल लिटरेसीको लागि तर द वे वी हेभ बिन एक्सपान्डिङ यसलाई चाहिँ जसरी एक्सपेन्सेस गरिरहेका छौँ हामीले त्यो हिसाब किताबले चाहिँ कहीँ न कहीँ रिथिङ्क चाहिँ ब्याङ्करहरूले पनि गर्नुपर्छ एनबिएले इनिसिएसन लिएर बरु सबैले एक ठाउँमा कन्ट्रिब्युट गरेर त्यसबाट गरेर पाएको भए अझ अर्गनाइज र स्ट्रक्चर्ड गर्न पाएको भए साँच्चीकै यसले इम्प्याक्टफुल काम गर्न सक्थ्यो पैसाले खर्च भएको पैसा र इम्प्याक्टको कम्पेरिजन गर्नुपर्छ भने म त भन्छु 15 देखि 20% मात्रै युटिलाइजेसन र आउटपुट छ यसमा इम्प्रुभमेन्ट गर्नुपर्ने धेरै एरिया छन् अब यसमा राष्ट्र ब्याङ्कले भनिदिएर मात्र गर्ने होइन हामी साथीहरू पनि मिलेर गर्न सक्छौँ यसमा चाहिँ सोच हुनुपर्छ जस्तो लाग्छ मलाई थ्याङ्क यू मनोज सर मनोज सरले बेस्ट प्र्याक्टिसेसको कुरा गरिरहँदा र टिकटकै म त इक्जाम्पल दिँदाखेरि आज हामी समय साइन रेसुङ्गा डेभलपमेन्ट ब्याङ्कको फाइनेन्सियल लिटरेसी फोकल पर्सन नम्रता थापा पनि हुनुहुन्छ सो हामीले पनि हाम्रो जुन प्रोग्राम्सहरू हामीले यो फेस टु फेस फिजिकल प्रोग्राम्स गरिरहने र हामीले टिकटकमा एउटा क्याम्पेन चलाएको थियौँ 2 महिना जतिको लागि चाहिँ एन्ड वेयर वी युज स्टोरी टेलिङ एज वान अफ द मिडियम्स जहाँ क्यारेक्टराइजेसन्सहरू गरेर हाउस वाइफले चाहिँ कसरी चाहिँ तपाईँको यु नो फाइनेन्सियल टिप्सहरू आफ्नो डेली म्यानेजमेन्टमा युज गर्न सक्नुहुन्छ अर इभन स्टुडेन्ट्सहरू भनेर एन्ड वेन वी डु द कम्पेरिटिभ एनालिसिस अफ द इम्प्याक्ट साँच्ची नै द अमाउन्ट वी इन्भेस्टेड जुन हामीले फिजिकल प्रोग्राम्सहरूमा या तपाईँ सरले भने जस्तै विभिन्न प्रोग्राम्सहरूमा ब्यानरमा झुन्डाएर गर्ने भन्दा र तपाईँको यहाँनिर सोसियल मिडियामा युजिङ अ सिम्पल प्लेटफर्म लाइक टिकटक गर्दाखेरि पनि हाम्रो इम्प्याक्ट वाज रियली ह्युज एन्ड इट्स रियली इफेक्टिभ त्यो कुरामा चाहिँ मेरो पनि 100% सहमति जनाउँदै म फेरि पनि ज्योत्सना म्यामलाई प्रश्न राख्न चाहन्छु ज्योत्सना म्याम कस्तो छ भने तपाईँको नेपाल राष्ट्र ब्याङ्क होस् या इभन तपाईँको हाम्रो इन्सुरेन्सको गभर्निङ अर रेगुलेटरी बडी जुन छ दे प्रिटी स्ट्रिक्ट अलिकति तपाईँको मोनिटरिङ मेकानिजम अलिकति इफेक्टिभ छ नेपालको हकमा प्राइभेट सेक्टरको हकमा हेर्ने हो भने त्यति साह्रो इफेक्टिभ नभएको हो कि भन्ने चाहिँ एज एन आउटसाइडर हाम्रो बुझाइ छ सो यो भइरहँदाखेरि what are the key challenges faced by businesses from private sector in implementing effective financial literacy programs in Nepal? How can these challenges be overcome through collaboration with other stakeholders? Because a lot of times तपाईको चाहिँ यो push र pull factor हुँदाखेरि धेरैचोटि push factorले पनि काम गरिरहेको हुन्छ के सो त्यो push factor अलिकति कम भएको हो कि प्राइभेट सेक्टरको लागि or what do you think, Pam? Thank you.
I think private sector ko जुन CSR मा contribution छ त्यसको चाहिँ अलिकति misunderstanding भएको जस्तो लाग्यो. I think they are trying to do their best. हैन प्राइभेट सेक्टर्सले चाहिँ जहिले पनि जहाँनिर उहाँहरूको चाहिँ इन्डस्ट्री हुन्छ जहाँनिर उहाँहरूले काम गरिरहेको हुन्छ त्यहाँको स्थानीय लेभलमा पनि एकदमै राम्रो होस् राम्रो उनीहरूको एजुकेसन राम्रो होस् त्यो प्लेस राम्रो होस् र उनीहरूलाई सहयोग होस् भनेर गरिरहेको हुन्छ र जुन उहाँहरूले चाहिँ 1% लाई चाहिँ उहाँहरूले फोकस गरेर गरिरहेको हुन्छ त्यसलाई पनि एकदमै महत्त्वपूर्ण छ तर जुन चाहिँ त्यसको मूल्याङ्कन भएन भन्ने जुन अहिले यो क्वेशन आयो त्यसमा चाहिँ आई थिंक त्यो एभ्री इयर अघि पनि एनसीएल ले भन्दै थियो कि एभ्री इयर उनीहरूको बजेटिङ हुँदाखेरि नेक्स्ट बजेटिङ चाहिँ के हो र यो वर्षको बजेटिङमा चाहिँ के गरियो भनेर खुलस्त देखाएको हुन्छ त्यसै कारण आई थिंक राम्रै जस्तै बैंक वित्तीय संस्थाहरू जस्तै प्राइभेट सेक्टरको पनि दे आर डुइङ देयर बेस्ट अनि प्राइभेट सेक्टर्स आर अलवेज ट्राइङ टु प्रमोट गरेको जस्तै लाग्छ र मलाई च्यालेन्जेसहरू जस्तै धेरै लाग्छ किनभने everyone is committed and doing little things अहिले मनोज सरबाट पनि आयो कि धेरै चीज हामीले गर्यौं तर त्यसको प्रोडक्टिभिटी चाहिँ हामीले देखिरहेको छैनौं भनेपछि त्यो जुन 1% को हामीले CSR मा गर्नुपर्ने हुन्छ योगदान त्यो चाहिँ सर्टेन पर्सेन्ट चाहिँ एटलिस्ट पीपीपी मोडलमा हामीले गभर्नमेन्टहरुसँग पनि हामीले गरेर हामी मिलेर गर्यौं भने त्यसले अझै प्रोडक्टिभ गर्छ होला जस्तो लाग्छ र यो कुरा पीपीपी मोडलमा पनि जानुपर्छ जस्तो लाग्छ र हामीले जे पनि गर्दाखेरि एनजीओजहरुसँग गभर्नमेन्टहरुसँग पनि हामीले उहाँहरुसँग जोडिएर काम गर्न सक्यौं र जुन गभर्नमेन्टको सोर्सेसहरु छ त्यसलाई पनि हामीले युटिलाइज गर्न सक्यौं भने अझै यसलाई महत्त्वपूर्ण बनाउँछ जस्तो लाग्छ र हाम्रो च्यालेन्जेसहरु हाम्रो धेरै छन् जस्तै लिटरेसी रेट एकदमै कम छ अनि एजुकेटेड पनि धेरै कम छ र फाइनान्शियल एजुकेसनमा पनि हामीले कम देख्दाखेरि हामीले एकदम जानेको हामी बुझेको जस्तो लाग्छ तर धेरै कुरा हुन्छ सानो सानो कुराले पनि धेरै इम्प्याक्ट गरिरहेको हुन्छ त्यसैकारण अझै यो लिटरेसी रेट भन्दाखेरि लिटरेसी गर्दाखेरि यो चाहिँ सानो बच्चाहरुको लागि या यङको लागि मात्रै भन्छ तर आई थिंक दिस इज मोर important for the older generation also the सबैलाई यो लिटरेसी रेट चाहिँ हुनुपर्छ र हामीले एकदमै यसलाई चाहिँ हरेक लेभलमा एफएनसीसीआई सबै मिलेर प्राइभेट सेक्टरसँग पनि हामीले मिलेर यसलाई गरिरहेका छौं र अझै गर्नुपर्छ मैले अघि पनि भने र जस्तै अहिले जुन हामीले अर्को कुरा चाहिँ जस्तै म एम्प्लोइज काउन्सिलमा गर्दाखेरि आईएलओ सँग वर्क गर्दाखेरि केयर इकोनोमी इज वान अफ द मोस्ट इम्पोर्टेन्ट मलाई लाग्छ जुन चाहिँ हामीले के फेस गरिरहेछौं भने हाम्रो नेपालको जुन इकोनोमी बुस्ट गर्नलाई चाहिँ केयर इकोनोमी इज भेरी इम्पोर्टेन्ट किनभने यो केयर इकोनोमीमा यस्तो छ कि हाम्रो जुन महिला दिदीबहिनीहरू हामी सबै छौं उनीहरू चाहिँ घरमा काम गरिरहेको हुन्छ तर त्यो घरको काम चाहिँ इभ्यालुएट भएको हुँदैन म पनि बाहिर पनि गर्छु मेरो बाहिर गरेको कामको सबै इभ्यालुएसन छ तर म जुन बेला चाहिँ घरमा बिहान उठेर हाउसकिपिङ गर्छु सबैको रेखदेख गर्छु एभ्रिथिङ म गर्छु त्यसको इभ्यालुएसन हाम्रो कल्चरली अल्सो वी आर बाउन्डेड तर अहिले यङ जेनेरेसन्सहरु चाहिँ धेरै चेन्ज भइसकेको छ तर अझै पनि त्यो कल्चरली बाउन्डेडको गरेर चाहिँ त्यसले धेरै हामीले त्यसमा चाहिँ बाधाहरू पुर्याउँछ र हामीले यसलाई यो केयर इकोनोमीलाई पनि हामीले साथै प्रदेशमा लगेर पनि हामीले यसलाई धेरै हामीले प्रोग्राम्सहरू गरिरहेछौं र त्यसमा मलाई एकदम एउटा खुसी लागेको कुरा चाहिँ महिला दिदीबहिनी भन्दा पनि मेलको चाहिँ सहभागिता एकदम बढी थियो र मेलहरुले पनि यसलाई बुझिदियो भने अलिकति पनि हेल्पिङ ह्यान्ड दियो भने चाहिँ हाम्रो इकोनोमीमा जुन चाहिँ महिलाहरुले 50% को उहाँहरुको योगदान हुन्छ त्यसलाई अझै राम्रो हुन्छ जस्तो लाग्छ र यो अनि जेन्डर इक्वालिटीका कुराहरु छ यसमा पनि हामीले जेन्डर इक्वालिटीले गर्दा पनि हामीले धेरै फेस गरिरहेका हुन्छौं प्रब्लम्सहरु मेरो टाइम
अलि छ ए ओके जेन्डर इक्वालिटीले पनि गर्दाखेरि पनि हामीले धेरै फेस यस्तो प्रब्लम्सहरू आइरहेको हुन्छ सो वी आर वर्किङ अन इट अल्सो सो मेन त अर्को देयर आर many problems that we face, that limited awareness of priority just the resource ka constraints cha America and low research and accessibility company this makes a hindrance ल्याउँछ fragmented efforts ka kuraharu pani auncha र मेन चाहिँ अर्को ट्रस्ट डेफिसिट पनि छ त्यसमा चाहिँ सस्पेक्सन अमङ टार्गेटेड population that financial literacy programs are marketing strategies for businesses own products and services जे पनि हामीले गर्छौं प्राइभेट सेक्टरले गर्छौं तर आफ्नै सर्भिसलाई मात्रै आफ्नै प्रोडक्टलाई मात्रै हामीले चाहिँ यसलाई प्रमोट गर्नलाई खोजिरहेको भनेर भन्छौं तर यस्तो होइन वी आर त्यो त सर्टेन उसमा त बिजनेसम्यानहरुले आफ्नो फाइदा पनि हेर्छ त्यसमा गर्ने त्यो नराम्रो चीज होइन तर त्यसलाई पनि प्रोडक्टिभ वेमा नै लगिरहेको नै हुन्छ अर्को चाहिँ there are many other things also मैले भने नि like to overcome all these problems we have to partnership with NGOs local organizations government PPP models हरूमा गयो भने चाहिँ we can really succeed thank you ज्योत्सना म्याम ज्योत्सना म्याम के एउटा स्टेटमेन्टलाई सापटी लिँदै उहाँले चाहिँ के भन्नुभयो भने फाइनान्शियल लिटरेसी चाहिँ युथको लागि मात्रै हो भन्ने बुझाइ छ त्यो चाहिँ खासमा होइन एडिसनल पनि हुनुपर्छ भन्नुभयो यसैलाई थप्दै यही प्रश्नको फलोअप मैले पवन सरलाई नेपाल राष्ट्र ब्याङ्कको फ्रेमवर्क अन्तर्गत चाहिँ हामीले विभिन्न टार्गेट ऑडियन्सहरुमा सेगमेन्टहरु चाहिँ छ हामीले देखिरा हुन्छौं अघि मनोज सरले पनि भन्नुभयो एकदमै सजिलो छ स्टुडेन्ट्सको ग्रुप स्टुडेन्ट्सको मास पाउनको लागि कुनै एउटा स्कुलसँग कोअर्डिनेट गर्ने एकजना ब्रान्च म्यानेजर जाने गएर ब्यानर यु नो जस्ट पोज इट विथ अ ब्यानर एन्ड कल इट अ फाइनान्शियल लिटरेसी सो but yes students are one of the primary target audiences for the financial literacy but they are not the only target audience so राष्ट्रिय वाणिज्य ब्याङ्कले चाहिँ कसरी अरु टार्गेट सेगमेन्टलाई फाइनान्शियल लिटरेसी प्रोग्राम्सहरु केटर गरिरहेको छ एकदम छोटोमा चाहिँ मैले सरलाई रिक्वेस्ट गरे सर प्लिज धन्यवाद यो फाइनान्शियल लिटरेसी भनेको चाहिँ विद्यार्थीलाई मात्र होइन भन्ने कुरा त हाम्रो बुझाइ नै थियो हैन केही समय अगाडि प्रसंगवश चाहिँ एकजना मेरो विशिष्ट व्यक्ति हाम्रो समाजको विशिष्ट व्यक्तिसँग भेट भयो र मैले उहाँलाई चाहिँ के भने भन्दा तपाईले यो फाइनान्शियल लिटरेसीको बारेमा अलि राष्ट्रिय स्तरकै भनौं न अलिकति हाई लेभलको मान्छेहरुलाई पनि दिनु पर्यो भन्ने किसिमले उहाँले कुरा गर्दाखेरि उहाँको मलाई के जवाफ थियो भन्दाखेरि चाहिँ यो अलिकति दूरदराजमा अनपढ इलिटरेट व्यक्तिहरुलाई दिनुपर्ने हो भन्ने कुरा जवाफ दिनुभयो त्यसपछि मलाई अलिकति ब्रीफ चाहिँ गरे हैन त्यसपछि उहाँ अझै कन्भिन्स भन्नुभएको थिएन त्यसपछि म त्यहाँबाट निस्केँ त्यसपछि मैले हामी चाहिँ बैंकमा के सल्लाह गर्यौं भन्दाखेरि चाहिँ यो फाइनान्शियल लिटरेसी भनेको चाहिँ स्कुलका विद्यार्थीलाई र इलिटरेट पर्सनलाई मात्र दिने होइन यो सबै सेक्टरका मान्छेलाई चाहिन्छ सबै प्रोफेसनका मान्छेलाई चाहिन्छ सबै स्तरका हैन त्यो चाहिँ अब जुनसुकै लेभलको मान्छेलाई पनि चाहिन्छ भन्ने कुरा हामीले रिलेसन गरेपछि हामी चाहिँ एक्सेस कहाँनेर पुग्यौं भन्दाखेरि सुरुबाट टप लेभलबाटै दिनुपर्छ भनेर चाहिँ हामी इन्फर्मली पहिला माननीयज्यूहरुसँग हैन ल मेकरहरुसँग चाहिँ जानुपर्छ भनेर एकचोटी कुरा गर्यौं त्यसपछि हाम्रो उहाँलाई चाहिँ प्लान बतायौं तपाईहरुको रोल धेरै ठूलो छ तपाईहरुको रोल ठूलो छ तपाईहरुले चाहिँ स्वतन्त्रता ल्याउनु भयो सबै कुरा ल्याउनु भयो हैन डेमोक्रेसी ल्याउनु भयो त्यो सबै कुराहरु चाहिँ वाक स्वतन्त्रताको कुराहरु गर्नुहुन्छ तर जबसम्म फाइनान्शियली व्यक्ति इन्डिपेन्डेन्स हुँदैन नि तबसम्म चाहिँ त्यो अरु स्वतन्त्रताको कुनै अर्थ छैन किनकि त्यो स्वतन्त्रता भएको व्यक्तिले मात्र चाहिँ के गर्न सक्छ त भन्दाखेरि देशको चाहिँ इकोनोमी बढाउन सक्छ त्यसकारण चाहिँ सबैभन्दा पहिला चाहिँ तपाईहरुलाई चाहिँ फाइनान्शियल लिटरेसीको आवश्यकता छ यो दुईटा एंगलबाट तपाईहरुको दुईटा रेस्पोन्सिबिलिटी हुन्छ एउटा पोलिसी बनाउने रेस्पोन्सिबिलिटी हुन्छ एउटा डेमो देखाउने चाहिँ रेस्पोन्सिबिलिटी हुन्छ तपाईले गरेको कुराहरु चाहिँ त्यो समाजले चाँडो सिक्छ र त्यसलाई फलो अप गर्छ भन्ने कुरा उहाँलाई चाहिँ कन्भिन्स गराइसकेपछि हामीले चाहिँ पहिलो त्यसपछि के गर्यौं त भन्दाखेरि चाहिँ ल मेकरलाई चाहिँ यो फेडरल गभर्नमेन्टका चाहिँ ल मेकरहरुलाई चाहिँ हामीले फाइनान्शियल लिटरेसीको कार्यक्रम राख्यौं त्यो फाइनान्शियल लिटरेसी कार्यक्रम यति सक्सेसफुल भयो कि उहाँले चाहिँ हामीलाई चाहिँ यति प्रेज गर्नुभयो कि हैन त्यसपछि यो चाहिँ आवश्यक रहेछ भन्ने कुरा भइसकेपछि हामीले अब यो तपाईहरुले चाहिँ प्रोभिन्शियल
सांसदहरूलाई पनि दिनुस् भनेर उहाँकै रिकमेन्डेसनमा हामीले चाहिँ त्यसपछि अर्को एउटा चाहिँ क्याम्पेन चलाइरहेका छौँ र कोशी प्रदेशमा हामीले चाहिँ यो फाइनेन्सियल लिटरेसीको कार्यक्रम चाहिँ राखिसक्यौँ त्यहाँ चाहिँ त्यहाँको सांसदहरूलाई चाहिँ लमेकरहरूलाई चाहिँ अब त्यसपछि हाम्रो अरू पनि छ हामी अलिकति पछिल्लो समयमा व्यवस्थामा हामी ब्याङ्कभित्र र त्यहाँ पनि अब त्यो संसदहरू नबसेको कारणले गर्दाखेरि चाहिँ हामी त्यो अरू टाइममा राख्दा चाहिँ नहुने भएको हुनाले राख्नु बाँकी नै छ मैले भन्न खोजेको चाहिँ यो फाइनेन्सियल लिटरेसी भनेको विद्यार्थीको लागि मात्र होइन यो ल मेकरको लागि पनि आवश्यक छ र ब्याङ्करको लागि पनि आवश्यक छ सरकारको लागि पनि आवश्यक छ विद्यार्थीको लागि पनि आवश्यक छ सानो बच्चाको लागि पनि आवश्यक छ मैले अघि पनि कि सानो बच्चाको लागि पनि भन्ने कुराहरू कुन लेभलको आवश्यकता हुन्छ बेसिक लेभलको कि मिडियम लेभलको कि एडभान्स लेभलको कि अथवा अपडेट गर्नुपर्ने हो कि बेला बेलामा यो सम्पूर्ण कुरालाई गर्ने गर्छ जहाँसम्म राष्ट्रिय वाणिज्य ब्याङ्कको अरू चाहिँ अब हामीले फाइनेन्सियल लिटरेसीको प्रोग्रामहरू सञ्चालन गरिरहेको छ नि यो हामीले चाहिँ फाइनेन्सियल लिटरेसी भन्नासाथ दुईवटा कुराहरू बुझ्नुपर्छ है ब्याङ्कहरूले फाइनेन्सियल लिटरेसी राज्यले जुन दायित्व लिनुपर्ने हो भने ओभरअलमा फाइनेन्सियल लिटरेसीको त्यहाँ कुराहरू इन्ट्रेस्ट कम्पाउन्डिङको कुराहरू हुन्छ इन्फ्लेसन भनेको के हो पर्चेसिङ पावर के हो आजको 1 करोडको 10 वर्षपछि भ्यालु के हुन्छ यस्ता कुराहरू ब्याङ्कले सामान्यतया गरेर पढाउँदैन उसले ब्याङ्क तथा वित्तीय संस्थाले गर्ने भनेको राष्ट्रिय वाणिज्य ब्याङ्क लगायत अरू सबै 20वटै ब्याङ्क अथवा अरू ब्याङ्क संस्थाले आफ्नो प्रोडक्ट्सहरूको बारेमा चाहिँ वित्तीय साक्षरता उसले प्रोडक्ट्सको साक्षरता दिन्छ जुन कुरा चाहिँ मनीसँगै रिलेटेड हुन्छ हैन ब्याङ्कले के प्रोभाइड गर्छ डिपोजिट दिन्छ नि त डिपोजिट दिन्छ डिपोजिट भनेको के हो त्यसको विशेषताहरू के हो तपाईँले आज राखेको एफडीमा कति पाउनुहुन्छ आज 1 वर्षपछि तपाईँलाई पैसाको आवश्यकता छैन भने चाहिँ 1 वर्ष पछाडि एफडी गर्नुहोस् हैन त्यस्ता कुराहरू उहाँलाई दिन्छ जसले गर्दाखेरि यदि बिचमा अर्जेन्ट बेसिस पऱ्यो भने तपाईँ लोन लिन पाउनुहुन्छ त्यसकारण तपाईँ आत्तिनु पर्दैन ब्याङ्कमा एफडी गराउँदा हुन्छ भन्ने कुराहरू हुन्छ त्यसपछि तपाईँहरूको चाहिँ त्यो आफ्नो इन्कमले भेटेन भने तपाईँको लोनको हामीले प्रोभाइड गर्न सक्छौँ त्यो चाहिँ व्यक्तिगत रूपमा होस् त्यो चाहिँ के अरे बिजनेसको लागि होस् कुनै प्रोफेसनल सञ्चालन गर्नको लागि होस् जेसुकै सञ्चालनको लागि लोनको प्रोडक्टहरू चाहिँ यो चाहिँ लोनको प्रोडक्टहरूको बारेमा भनेर हामीले लोनको चाहिँ के गर्छौँ त हामीले चाहिँ प्रमोट भनौँ अथवा त्यसको बारेमा प्रोडक्टको बारेमा लिटरेट गर्छौँ सँगसँगै यो फाइनेन्सियल लिटरेसीको सन्दर्भमा चाहिँ यी त ज्ञान फाइनेन्सियल प्रोडक्ट डिजिटल प्रोडक्ट्सको बारेमा अहिले किनकि भन्दाखेरि पछिल्लो जेनेरेसनमा युवा जेनेरेसन भनेर भन्छौँ नि उहाँहरू चाहिँ एकदमै डिजिटल प्रोडक्ट चलाउने तर उहाँहरूको रिस्क चाहिँ आइडेन्टिफाई गर्ने क्षमता चाहिँ एकदम कमजोर देख्छु कि उहाँहरू चाहिँ फ्याक्टै कसैले चाहिँ म त 1 लाख रुपियाँ चाहिँ तपाईँ पठाइदिए भन्नासाथ चाहिँ अब ओटिपी सेयर गरिहाल्ने त्यस कारण हामीले चाहिँ त्यो कुराहरूको पनि जुन डिजिटल प्रोडक्ट्सहरूमा आएको रिस्क एसोसिएट भएको छ नि त्यो चाहिँ विद्यार्थीहरूलाई त्यसपछि कुनै कर्पोरेट हाउसहरूलाई जस्तै हामी आर्मीलाई दिन्छौँ पुलिसलाई दिन्छौँ त्यसपछि निजामतीका कर्मचारीहरूलाई दिन्छौँ यी सबै समूहहरूलाई अथवा त्यहाँको कर्पोरेट हाउसहरूलाई दिन्छौँ त्यसरी त्यो फाइनेन्सियल लिटरेट ब्याङ्किङ प्रोडक्ट्सहरूको बारेमा र ब्याङ्कमा आएको फ्रड्सहरूको बारेमा त्यसको बारेमा अवेर गराएर हामीले फाइनेन्सियल लिटरेसी गराउने गरेका छौँ तर बेसिक कुराहरू जुन भन्छौँ नि हामीले यो स्टडी गर्दाखेरि चाहिँ के गर्छौँ त इन्ट्रेस्ट कम्पाउन्डिङहरू कुराहरू छ त्यो चाहिँ ब्याङ्कहरूको चाहिँ दायित्वभित्र नपर्ला अथवा दिए त राम्रै हुन्छ हामीले GMW भनेर चाहिँ एउटा मार्चको महिनामा चाहिँ संसारभरि चाहिँ गरिन्छ त्यो भनेको युवा अवस्थामा चाहिँ ग्लोबल मनी विक भन्ने सञ्चालन हुन्छ त्यो 1 हप्ता जति चाहिँ त्यो चाहिँ सानो बच्चादेखि नै चाहिँ त्यो फाइनेन्सियल लिटरेसी अथवा मनीको भ्यालु के हो भन्ने कुरा चाहिँ जान्नुपर्छ भन्ने चाहिँ यो राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमै सञ्चालन गरेको अभियान हो त्यसमा पनि राष्ट्रिय वाणिज्य ब्याङ्कले चाहिँ हाम्रो सम्पूर्ण अहिले भएको 294 हाम्रो शाखा छ 294 शाखाबाट 7 प्रदेश छ 7 प्रदेशबाट केन्द्रीय कार्यालयले सम्पूर्णले चाहिँ त्यो गाउँमा गएर विद्यार्थीहरूलाई त्यहाँको चाहिँ आमा समूहलाई त्यहाँको बुवा समूह छ भने चाहिँ वृद्धहरू जुन समूहहरू हुन्छन् त्यहाँको समूहलाई सम्पूर्णलाई हामीले चाहिँ राखेर चाहिँ फाइनेन्सियल लिटरेसी के हो त त्यो बारेमा प्रोडक्टहरूको बारेमा के हो त यसमा रिस्क एसोसिएटेड के भएर आएको छ अहिले नयाँ फिनटेक प्रणालीले आएको छ त्यसको युज गर्नुभएको छ कि छैन अथवा तपाईँहरूले चाहिँ पैसा चाहिँ कहीँ अब मिटर ब्याजीमा लगाउनु भएको छ कि त्यसको चाहिँ विकल्पहरू के हुनसक्छ ब्याङ्कमा राख्दा कस्तो किसिमले सुरक्षित हुनसक्छ भन्ने कुराहरूको चाहिँ त्यो लेभलमा पनि गएर राष्ट्रिय वाणिज्य ब्याङ्कले चाहिँ वित्तीय साक्षरता कार्यक्रम चाहिँ सञ्चालन गरेको छ वित्तीय साक्षरता हामीले दिने भनेको मनी म्याटर्स भन्ने दिने हुन्छ नि हामीले चाहिँ मनी म्याटर्स हो जहिले पनि जुनसुकै पक्षमा पनि कुरा गर्दाखेरि मनी म्याटर्स छ त्यसलाई चाहिँ मनी म्याटर्स भन्ने कुरालाई चाहिँ कसरी कुन सेक्टरमा चाहिँ लगानी गर्दा त्यसले चाहिँ आफ्नो लाइफमा आफ्नो परिवारको लाइफमा र आफ्नो व्यक्तिगत लाइफमा सुधार गर्छ भन्ने कुरा चाहिँ सम्बन्धित रहेर हामीले चाहिँ फाइनेन्सियल लिटरेसी कुराहरू चाहिँ राष्ट्रिय वाणिज्य गरेको छ त्यो सँगसँगै हामीले के गर्छौँ प्रोडक्ट्सहरू नयाँ ल्याउँछौँ नि त अब नयाँ व्यक्तिको आवश्यकता अनुसार त्यो अनुसार प्रोडक्ट डिजाइन गर्ने हो हैन कसैलाई घर कर्जा चाहिएको छ घर कर्जाको प्रोडक्ट गर्ने हो कसैलाई कृषि कर्जा चाहिएको छ कृषि कर्जाको प्रोडक्ट गर्ने हो तर त्यो साना किसानहरूको लागि चाहिन्छ साना किसान कर्जा ल्याउनु पर्यो नि त भनेपछि त्यो किसानको बारेमा त्यो प्रोडक्टको बारेमा त्यो किसानलाई थाहा हुँदैन अब राष्ट्रिय वाणिज्यले के गर्छ त भन्दाखेरि त्यहाँ गएर चाहिँ इन्टरेक्सन प्रोग्राम सञ्चालन गर्छ जुन ब्रान्चले त्यो वरिपरि रहेको चाहिँ त्यहाँको चाहिँ वार्डलाई चाहिँ कोअर्डिनेसन गरेर भन्छ र त्यहाँको कृषकहरूलाई जम्मा गरेर त्यहाँबाट चाहिँ त्यसको प्रोडक्टको बारेमा अवेर गराउँछ हामीले यो प्रोडक्टमा सर्भिस चार्ज दिँदैनौँ यो प्रोडक्ट हामीले यतिसम्म 10
10 लाख सम्म अहिले दिन्छौँ त्यसको लागि चाहिँ कोलाट्रल पनि बाटो एक्सेस नभए पनि हुन्छ यस्ता फिचरहरू छन् भनेपछि उहाँहरूको के हुने भयो त उहाँको जुन आफ्नो चाहिँ आम्दानी बढाउन सक्ने क्षमता चाहिँ जुन बिजनेस गर्न खोजिरहनु भएको छ त्यो पैसाको अभावको कारणले चाहिँ अभाव भइरहेको थियो त्यो कुरा चाहिँ उहाँले चाहिँ के गर्न सक्थ्यो त्यहाँबाट पैसा पाउन सक्नुभयो र आफ्नो जीवन चाहिँ बढाउन सक्नुभयो भनेपछि यो ढङ्गबाट हामीले चाहिँ फाइनेन्सियल लिटरेसी कार्यक्रमहरू समग्र रूपमा सञ्चालन गरेको छ Thank you so much, Pawan sir. Moving to the last question of the panel discussion. Of course, we had a lot to discuss, but yes, there is a time limit. So moving forward with Praveen sir, in the next 5-10 years, how do you see the role of CSR in financial education evolving in Nepal? How can insurance companies like Nepal Life help shape a financially literate and empowered society in the future? Thank you. It's a very powerful question. I think it encompasses many things. So whatever discussions we are having in a panel, सबैको प्रतिनिधित्व गरेर way forward भने जस्तै भयो मलाई चाहिँ. So technically, where we should be starting is पहिलो कुरा त हाम्रो अहिलेको डिस्कसनले नै एन्सर दिइरहेछ जस्तो लाग्छ. सबै डिस्कसनमा के छ भन्दाखेरि नेसनल लेभलको रिक्वायरमेन्ट के हो, what are the requirements of what is the requirement of Nepal? Nepalको requirement in terms of literacy मात्रै नभएर in terms of CSR के हो र CSR मा where does education falls, where does financial literacy falls, where does rule of law falls, where does ethical standards fall, where does economic responsibility falls. यो सबै कुरालाई पहिला चाहिँ प्यारामिटराइज गर्नुपर्छ होला राज्यले पहिलो कुरा. त्यसो दोस्रो कुरा त्यसलाई प्यारामिटराइज गर्दा साथै यो डिफ्रेन्ट बास्केटमा फाइनेन्सियल लिटरेसी कहाँ पर्छ या एडुकेसन लिटरेसी या कहाँ पर्छ त भन्ने कुरालाई चाहिँ हामीले फेरि फर्दर डिग गर्नु पर्यो. त्यो गर्दा साथै सम्बन्धित अर्गनाइज सेक्टर र प्लस प्राइभेट सेक्टर अघि जसमा म्यामले पनि नै सक्नु भएको छ. सो कसको रोल रेस्पोन्सिबिलिटी के हुन् र सम्बन्धित निकायले एउटा डिफाइन गरिदिनु पर्यो वाट इज द कर्पस अनि कुन पर्सेन्टेज अफ कर्पस कहाँ जाने हो भन्ने कुरा पनि डिफाइन हुनु पर्यो. त्यसपछि इयरली इभ्यालुएसनमा त्यो टार्गेटेड सेक्टरमा जाँदाखेरि संस्थामा आउनु पर्यो. त्यो प्रिन्सिपल बेसिसमा चाहिँ संस्थाले आफ्नो लिने कुराहरू के हुन् ताकि डुप्लिकेसन अफ थिङ्स एन्ड अघि सम्पूर्ण वक्ताले भनिसक्नुभयो बिट्स एन्ड पिसेसमा हामी सबैले आफ्नो आफ्नो ठाउँबाट जे सही भनेर बुझेका छौँ र गरिरहेछौँ त्यो सही पनि होला, कति ठाउँमा गलत सही पनि बनिरहेको होला. तर त्यो राइट डिरेक्सन वाट इज रिक्वायर्ड एन्ड वाट हेज टु बी डन भन्ने कसले मोनिटर गर्ने, कसले सोसियल अडिट गर्ने र त्यसले अगाडि चाहिँ त्यसलाई अझै इफेक्टिभ वेले कसरी जाने भनेर हु इज गजिङ द इभ्यालुएसन, इज इट द इन्स्टिट्युसन्स देमसेल्भ्स अर द रुल अफ ल. सो यो 3-4वटा कुरालाई हामीले अलिकति स्ट्रक्चर्ड हिसाबले लग्यौँ भने फन्ड पनि छ, डिरेक्सन पनि छ, रिक्वायरमेन्ट पनि छ, तर राइट वे अफ मुभमेन्ट र आउटकम चाहिँ आइरहेको छ कि छैन र त्यसलाई सुधारेर अगाडि दिनमा कसरी जाने भन्ने कुराको चाहिँ आई थिङ्क देयर इज अ ग्याप. सो इफ यु टेक द बेसिक्स इन्टु अकाउन्ट then move forward with whatever initiations we are taking from different angles, whether it's banks and financial institutions, insurance, private sector, or other sectors. त्यो सबैलाई एउटा कोअर्डिनेटेड बास्केटमा ल्याएर राज्यको रिक्वायरमेन्ट अनुसार हामीले पोलिसी नीति नियमहरू बनाएर संस्थालाई हामीले त्यो डिरेक्सनमा गयौँ र त्यसको म्यापिङ गऱ्यौँ भने र एभ्री इयरको निडलाई असेस गर्दै मुभ अहेड गऱ्यौँ भने आई थिङ्क वी हेभ द एन्सर फर द्याट. थ्याङ्क यू. Thank you, Praveen sir. Yes. To summarize, innovative strategies, best practices, partnerships, integrated effort is what we look forward to make a financially literate and empowered Nepal. I would like to thank all of the panelists. I would like to repeat the brightest mind in the industry who had helped us answer a few questions. Thank you so much for your patience as well to all the in the audience section. Thank you. Have a good rest of the day. Thank you.